यो सुन्दर पाटनलाई केही फरक पर्दैन। एक सानो आगोको झिल्काले के नै गर्छ र? यहाँ धेरै मानिसहरू छन्, कसैले ख्याल पनि गर्दैनन्। मलाई त मेरो काम र रमाइलोसँग मात्र मतलब छ। आगो धेरै छिटो फैलिरहेको छ, यसलाई तुरुन्तै नियन्त्रणमा लिनुपर्छ। ओ हावाको बेगले गर्दा स्थिति झन गम्भीर हुँदैछ। सबै वनस्पतिहरू र यार्सागुम्बा भाइ, यस्तो सुक्खा ठाउँमा आगो बाल्नु धेरै खतरनाक हुन्छ। हेर त कति धेरै जग्गा डढेको छ। भविष्यमा यस्तो गल्ती नगर्नु। वन जङ्गल जोगाउन हाम्रो कर्तव्य हो, बुझ्यौ नि? यो एउटा सानो काँटीले केवल घाँस मात्र जलाउँदैन, बरु स्थानीयको आम्दानीको स्रोत र हिमाली पर्यावरण नै नष्ट गर्छ। त्यसैले हामीले वन जङ्गलको संरक्षण गर्न निकै सावधानी अपनाउनुपर्छ। हेर्नुस्, चुरोटको धुवाँ र यहाँ फालिएका यी प्लास्टिकहरूले हाम्रो सुन्दर वातावरणलाई कति प्रदूषित गरिसकेका छन्। तपाईँले ठिक भन्नुभयो। यसरी नै प्रदूषण बढ्दै जाने हो भने भविष्यमा हामीले यो बढ्दो प्रदूषणले गर्दा हाम्रो वातावरण निकै बिग्रिसकेको छ। यदि हामीले समयमै यसलाई नियन्त्रण गरेनौँ भने भविष्यमा हामीले यार्सागुम्बा कतै पनि पाउन सक्ने छैनौँ। यो सबै हराउनेछ। मैले गरेको गल्तीको लागि म क्षमा चाहन्छु। अबदेखि म प्रकृतिको रक्षा गर्नेछु र यो ठाउँलाई सधैँ सफा र हरियाली राख्ने मेरो पूर्ण प्रतिबद्धता छ। प्रकृति रहे मात्र हामी रहन्छौँ। त्यसैले सुरमा सरोवर जस्ता पवित्र क्षेत्रमा आगो र प्लास्टिक जन्य फोहोर नगरौँ। त्यसैले हाम्रो सुन्दर प्रकृतिलाई बचाउँ, सबैले बुझौँ, सबैलाई बुझौँ। हामी मिलेर हाम्रो हिमाल र प्रकृतिलाई संरक्षण गर्नुपर्छ।